टेन्स जुन अंग्रेजी भाषाको सबैभन्दा महत्त्वपूर्ण कुरा जसको हामीलाई अलिकति पनि नलेज भयो भने भोक्याबुलरीको त्यति धेरै नलेज नहुँदा पनि इंग्लिशलाई धेरै अगाडि लिएर जान सकिन्छ। तर हामी यसैको बारेमा नलेज नहुँदा इंग्लिशमा सधैँभरि पछाडी परिरहेका हुन्छौं। आउनुहोस् हामी आजको लेसनमा यही टेन्सको बारेमा पढ्नेछौं। स्वागत छ तपाईलाई इंग्लिश हबको यो अर्को भिडियो लेसनमा। तपाई यो भिडियो हाम्रो फेसबुक पेज र युट्युब च्यानल इंग्लिश हबबाट हेर्दै हुनुहुन्छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै भिडियो राम्रो लागेमा भिडियोलाई लाइक, शेयर र हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। टेन्स भन्दा नेपालीमा काल भनिन्छ। यसलाई काल भनेको एउटा भर्ब बेस्ड प्रक्रिया हो। कुनै कामको समयको पूर्णता र निरन्तरता देखाउनको लागि हामीले टेन्सको प्रयोग गर्छौं। समयको बारेमा केही बोल्दाखेरि हामीले केही कसैलाई भन्नु पर्दा भनेको काम कहिले भयो, अहिले भयो, बितेको समयमा भयो, हरेक कुरा लेख्नको लागि एउटा नियम हुन्छ, एउटा विधि हुन्छ। जसरी नेपालीमा पनि हुन्छ काल, वर्तमान काल, भूतकाल, भविष्यकाल भन्ने हुन्छ, त्यसै गरी इंग्लिशमा पनि हुन्छ। यसलाई अझ सजिलो तरिकाले बुझ्दाखेरि कुनै व्यक्ति अथवा वस्तुद्वारा हुने अथवा घट्ने काम, घटनालाई समय अनुसार र अवस्था अनुसार भन्ने विधि नै के हो त? टेन्स हो। टेन्स पढ्दा बित्तिकै हामीले हुन त यो सब्जेक्ट प्लस भर्ब प्लस अब्जेक्ट भन्ने पहिला पनि हामीले धेरै प्रयोग गर्नुपर्छ। टेन्स भन्दा अरूमा पनि हामीलाई थाहा नै छ। सब्जेक्ट भनेको नाउन अथवा प्रोनाउन हो, व्यक्ति अथवा वस्तुको नाम जसद्वारा काम गरिने हो। अब्जेक्ट भनेको पनि सेम नै हो, व्यक्ति अथवा वस्तुको नाम तर जसमाथि काम गरिने हो, जसमाथि काम गरिने हो। सब्जेक्टले जसमाथि काम गर्छ त्यो चाहिँ के हो? अब्जेक्ट हो। अब यहाँनिर मेन रोल हुन्छ भर्बको। त्यही काम जुन सब्जेक्टले अब्जेक्ट माथि गर्छ। नर्मली हामीले बुझ्दाखेरि भर्ब भने काम हो भन्छौं। अब यसमा पनि टेन्समा जति पनि हुन्छ यही भर्बको ठाउँमा चेन्जेसहरु आउँछ। जस्तो यहाँनिर एउटा एक्जाम्पल हेरौं। राम फुटबल खेल्छ। राम यहाँनिर काम कसले गर्ने हो? रामले गर्ने हो। कस माथि गर्ने? फुटबललाई खेल्ने हो नि त, हैन? फुटबल माथि काम गर्छ। के गर्ने हो त? खेल्ने हो। खेल्छ भन्ने चाहिँ यहाँनिर भर्ब हो। राम भनेको सब्जेक्ट हो र फुटबल भनेको अब्जेक्ट हो। इंग्लिशमा लेख्दा सब्जेक्ट प्लस भर्ब प्लस अब्जेक्ट लेखिन्छ भने नेपालीमा लेख्दा सब्जेक्ट प्लस अब्जेक्ट प्लस भर्ब लेखिन्छ। जस्तो कि इंग्लिशमा लेख्दै हुनुहुन्छ भने राम खेल्छ फुटबल भनेर यसरी भनिने भयो कि। यसको बारेमा डिटेलमा हामी अगाडि बुझ्दै गर्छौं। अहिले लाग्छौं आजको हामीले पढ्ने टेन्सहरु भनेको एउटा सिम्पल प्रेजेन्ट हो, एउटा सिम्पल पास्ट र सिम्पल फ्युचर। यहाँनिर सिम्पल प्रेजेन्टमा सब्जेक्ट प्लस V1 V5 प्लस अब्जेक्ट भनेको यहाँनिर V1 र V5 लाई साथसाथै देखेर तपाई कन्फ्युज हुनु होला। यसमा के त भने सब्जेक्ट प्लस V1 प्लस अब्जेक्ट हुन्छ, त्यो भए पनि सिम्पल प्रेजेन्ट हो। यदि सब्जेक्ट प्लस V5 प्लस अब्जेक्ट छ भने त्यो पनि सिम्पल प्रेजेन्ट हो। सब्जेक्ट प्लस V1 र V5 एकैचोटी एकै ठाउँमा आउने अनि अब्जेक्ट चाहिँ हुँदैन। यसमा कन्फ्युज नहुनु होला। एक्जाम्पलबाट बुझ्छौं यिनीहरुलाई। सिम्पल पास्ट भनेको के हो? सब्जेक्ट प्लस V2 प्लस अब्जेक्ट। सिम्पल फ्युचर भनेको सब्जेक्ट प्लस विल, फेरि त्यही V1 प्लस अब्जेक्ट। सब्जेक्ट प्लस विल प्लस V1 प्लस अब्जेक्ट। अब यहाँनिर यो V1 V2 V3 V4 V5 के हो त? यसको लागि अलिकति भर्ब्सहरु छ, लिस्टहरु तपाईलाई राख्दैछ। यदि भर्बको बारेमा नलेज छैन तपाईलाई भने मात्रै यो लिस्टको जरुरी पर्छ। भर्ब त हरेक दिन नलेज जति भए पनि कमै हुन्छ, पढ्दै जानुपर्छ। यहाँनिर यो लिस्टमा चाहिँ के छ भन्दा V1 V2 V3 V4 V5 दिएको छ। यसमा यो कुराहरु तपाईले एउटा स्क्रिनशट लिनुस् यदि भर्बको बारेमा नलेज छैन भने। यदि छ भने ठिकै छ। साधारण तरिकाले यहाँनिर केही भर्ब्सहरुलाई पढ्दाखेरि प्ले खेल्नु, गो जानु, इट खानु, गिभ दिनु, टेक लिनु, स्पीक बोल्नु, स्टिल चोर्नु, वाच हेर्नु। अब हामीले V1 को मिनिङ नर्मली यहाँनिर बुझ्छौं। अझै पनि सेन्टेन्समा कस्तो अर्थ लाग्छ। मेन भर्ब चिन्हको लागि यदि तपाईलाई नलेज छैन भने कुनै पनि शब्दलाई नेपालीमा भन्दा अन्त्यमा नु लागेको छ अथवा नु आउँछ भने त्यसलाई सजिलै भर्ब हो भनेर चिन्न सकिन्छ। अब हामी जान्छौं एक्जाम्पलमा। सबभन्दा पहिला सिम्पल प्रेजेन्टमा सेन्टेन्सहरु कस्तो हुन्छ त त्यसलाई हेर्छौं। सामान्यतया वर्तमानमा गरिने कामहरुको बारेमा भन्दा सिम्पल प्रेजेन्टमा भनिन्छ। भनेको वर्तमानमा गरिने कामहरु, अहिले गरिरहेको काम भनिदैन है। सिम्पल प्रेजेन्ट भन्दा बित्तिकै जस्तो म भात खान्छु, म भात खान्छु भने एकछिनमा खान्छु भने त हैन नि है। नर्मली म भात खाने गर्छु भन्न खोजेको हाम्रो अरु हुन्छ नि त, मैले ढिँडो खाँदैन म भात खान्छु भने जस्तो भयो कि। आई इट राइस भन्दाखेरि म एकछिन केही समय पछाडी खान्छु अथवा मैले भात खाइसके भन्ने त भएन। म भात खान्छु, आई एट राइस। म बिहान 6 बजे उठ्छु, आई वेक अप एट 6 AM। AM लेख्दा बिहान भन्ने आफै बुझिन्छ। म विद्यालय जान्छु, आई गो टु स्कुल। म विद्यालय जान्छु, एकछिन पछाडी जान्छु भने हो हैन। यसमा चाहिँ कन्फ्युज हुनु भएन। साधारणतया म विद्यालय जान्छु माथि के भनेको छ सिम्पल प्रेजेन्ट भन्दा सामान्यतया वर्तमानमा गरिने कामहरुको बारेमा भन्दा सिम्पल प्रेजेन्टमा भनिन्छ। भनिसकेपछि म विद्यालय जान्छु, आई गो टु स्कुल। म विद्यालय जाने गर्छु अथवा म विद्यालय जान्छु प्राय जस्तो भनेर बुझिने भयो। म फुटबल खेल्छु, आई प्ले फुटबल। म फुटबल खेल्छु, मेरो बानी छ। नर्मली म खेल्छु फुटबल भन्ने अर्थ भयो। म अहिले खेलिरहेछु अथवा खेल्ने छु भन्ने त्यो के पनि भएन। राम विद्यालय जान्छ, राम गोज टु स्कुल।
ऊ फुटबल खेल्छ, ही प्लेज फुटबल। अब यसमा यहाँनिर तपाईँले हेर्दाखेरि सेकेन्ड र थर्ड एक्जाम्पलमा चाहिँ आई गो टु स्कुल, म विद्यालय जान्छु, राम विद्यालय जान्छ भन्दाखेरि राम गोज टु स्कुल। यहाँनिर तपाईँले फरक देख्नुभयो, एक ठाउँमा गो छ, एक ठाउँमा गोज छ। हो यही नै हो, सब्जेक्ट प्लस V1 र V5 भनेको थियो। कुनैमा V1 लाग्छ, कुनैमा चाहिँ के हुन्छ V5 लाग्छ। यसको बारेमा अलिकति हेर्छौँ, कुनसँग V1 लाग्छ र कुनसँग V5 लाग्छ, त्यस पछाडि अगाडि जान्छौँ। जस्तो हामीले सब्जेक्ट प्लस V1 प्लस अब्जेक्ट हुँदा र सब्जेक्ट प्लस V5 प्लस अब्जेक्ट हुँदा सब्जेक्टमा आई र यु तथा सबै प्लुरलसँग V1 को प्रयोग गरिन्छ। एउटा आई हुनु पर्यो V1 प्रयोग गर्नलाई, कि त यु हुनु पर्यो, कि त भने सबै प्लुरलहरू। अब के हुन् त ती प्लुरलहरू? आई र यु त भइहाल्यो, वी, दे, स्टुडेन्ट्स, टिचर्स, फ्रेन्ड्स, राम एन्ड स्याम। राम मात्रै भन्यो भने सिंगुलर हुन्छ, श्याम मात्रै भन्यो भने सिंगुलर हुन्छ, राम र श्याम भन्यो भने प्लुरल हुन्छ। सिंगुलर भनेको एकजना, एउटा मात्र वस्तु अथवा व्यक्ति, प्लुरल भनेको दुई वा दुई भन्दा बढी वस्तु वा व्यक्ति। अब यसै गरेर V5 चाहिँ कस्तोसँग लाग्छ? आई र यु बाहेक सबै सिंगुलरहरूसँग V5 को प्रयोग गरिन्छ। यदि तपाईलाई नाउन प्रोनाउनको बारेमा राम्रोसँग थाहा छ भने थर्ड पर्सन सिंगुलरहरूसँग V5 को प्रयोग गरिन्छ। थर्ड पर्सन सिंगुलर भने एउटा चाहिँ आई, यु, तपाईँ र म हुनु भएन। मैले मलाई आई भन्छु, तपाईले आफूलाई आई भन्नुहुन्छ, तर मैले तपाईलाई सम्बोधन गर्दा यु भन्छु, तपाईले मलाई सम्बोधन गर्दा यु भन्नुहुन्छ। तपाईँ र म भन्दा तपाईँ र म बसेर कुरा गरिरहेका छौँ सम्झिनुस्। कुनै पनि थर्ड पर्सन अथवा थर्ड केही अरु थिङ छ, केही मान्छे छ अथवा वस्तु छ भने तिनीहरूलाई त्यो सिंगुलर हुनु पर्यो। त्यसलाई हामीले केसँग प्रयोग गरिन्छ? V5 सँग प्रयोग गरिन्छ। जस्तो कम्प्युटर होला तपाईको अगाडि, अथवा तपाईको अगाडि मोबाइल होला, चस्मा होला, अथवा अरु केही हुन सक्ने भयो। हरेक कुरा एउटा कुरा केही छ भने तिनीहरूसँग हामीले V5 को प्रयोग गर्छौँ। एउटै एक्जाम्पललाई हामीले यहाँ बनाउने बुझ्ने कोसिस गर्छौं। सिंगुलर र प्लुरलहरूसँग V1 र V5 सँगसँगै राखेर हेर्छौं। जस्तो म इंग्लिश बोल्छु, आई स्पीक इंग्लिश। आई भनेको आईसँग के भनेको थियो? V1 प्रयोग गरिन्छ, आई यु, र प्लुरलहरूसँग भनेको थियो म इंग्लिश बोल्छु। यसरी राम इंग्लिश बोल्छ भन्नु पर्यो। राम स्पीक्स इंग्लिश, आई स्पीक इंग्लिश, राम स्पीक्स इंग्लिश। हामी इंग्लिश बोल्छौं, वी स्पीक इंग्लिश, हामी इंग्लिश बोल्छौं। ऊ इंग्लिश बोल्छ भन्नु पर्यो भने ही स्पीक्स इंग्लिश। तिनीहरू इंग्लिश बोल्छन् भन्दा दे स्पीक इंग्लिश। हामीले भनेका छौं प्लुरलहरूसँग आई र यु सँग V1 को प्रयोग गरिन्छ। दे स्पीक इंग्लिश, उनी इंग्लिश बोल्छिन् भन्नु पर्यो। सी स्पीक्स इंग्लिश, यहाँनिर स्पीक भएन स्पीक्स, किन भन्दा एकजना मात्रै छ है। V5 जतापट्टि प्रयोग गरिरहेछ हेर्नुस् त, सबै ठाउँमा एउटा भनेर बुझिन्छ। लास्ट एक्जाम्पल, मेरा साथीहरू इंग्लिश बोल्छन्। माई फ्रेन्ड्स स्पीक इंग्लिश, माई फ्रेन्ड्स स्पीक इंग्लिश। मेरा साथीहरू इंग्लिश बोल्छन्। मेरो साथी इंग्लिश बोल्छ अथवा बोल्नुहुन्छ भन्दा माई फ्रेन्ड स्पीक्स इंग्लिश। यसै गरेर हामीले सिम्पल प्रेजेन्टमा धेरै एक्जाम्पल बनाउनु नपर्ला जहाँसम्म, किन भन्दा यसलाई पछाडि कम्पेयर गर्दै जाँदाखेरि हामीले आफै बुझ्दै गइन्छ। अब सिम्पल पास्टमा जान्छु म। सिम्पल पास्ट वर्तमान समयमा पूरा भएको कामको बारेमा भन्दा सिम्पल पास्टमा भनिन्छ। जस्तो के हुन्छ सिम्पल पास्टमा? अहिले पूरा भएको, मैले यो गरे, मैले खाएँ, म कहीँ गएँ, यस्तो कुराहरू भन्दाखेरि सिम्पल पास्टमा भनिन्छ। भनेको यहाँनिर के हुन्छ? सब्जेक्ट प्लस V2 प्लस अब्जेक्ट हुन्छ। अहिले हामीले एक्जाम्पललाई त कम्पेयर गर्छौं नि। यहाँनिर के छ? मैले भात खाएँ, इंग्लिशमा भन्दा आई एट राइस। म 6 बजे उठेँ। अगाडिकै एक्जाम्पलहरू हो, यसैलाई पास्टमा लेखिया छ। अघि खान्छु भन्ने थियो भने खान्छु, उठ्छु, जान्छु भन्ने थियो भने अब यहाँ के हुने भयो? खाएँ, गएँ, उठेँ भन्ने भयो है। मैले भात खाएँ, आई एट राइस। एट V2 हो, ख्याल गर्नु होला। म 6 बजे उठेँ, आई वोक अप एट 6 AM। म विद्यालय गएँ, आई वेन्ट टु स्कुल। गो हुन्थ्यो अघि भने, अहिले यहाँ वेन्ट हुने भयो। यो के हो? V2 हो। गो को V2 वेन्ट हो। मैले फुटबल खेलेँ, आई प्लेड फुटबल। प्ले हैन, प्लेड फुटबल। म फुटबल खेलेँ। प्ले फुटबल, आई प्ले फुटबल भनिन्थ्यो भने म फुटबल खेल्छु भन्ने हुन्थ्यो। राम विद्यालय गयो, राम वेन्ट टु स्कुल। राम गोज टु स्कुल लेख्या थियो, V5 लेख्या थियो भने अहिले यहाँनिर वेन्ट लेख्यो। राम वेन्ट टु स्कुल, राम विद्यालय गयो। ऊ फुटबल खेल्यो, ही प्लेड फुटबल। अब अगाडिको सिम्पल प्रेजेन्ट र सिम्पल पास्टलाई एकै ठाउँमा कम्पेयर गरेर केही एक्जाम्पल्सहरू हेर्छौं। एकपट्टि मैले यहाँनिर लेखेको छु सिम्पल प्रेजेन्ट, एकपट्टि छ सिम्पल पास्ट। सब्जेक्ट प्लस V1 V5 प्लस अब्जेक्ट। अब यहाँनिर कस्तोमा V1 लगाउने र कस्तोमा V5 लगाउने भनेर त मैले तपाईलाई छोटोमा अगाडि भनि पनि सकेको छु, त्यो त बुझ्नुहुन्छ। सिम्पल पास्टमा चाहिँ त्यति धेरै प्रब्लम भएन। सब्जेक्ट प्लस V2 प्लस अब्जेक्ट। अब यसमा एक्जाम्पल हेरौँ। आई वाच टिभी। जति पनि भर्ब्सहरू प्रयोग गरिरहेछ अगाडि मैले देखाएको लिस्टबाट नै प्रयोग गरिरहेछ। यदि तपाईलाई भर्बको बारेमा नलेज छैन भने, नलेज छ भने प्रब्लम हुँदैन जुन प्रयोग गर्दा पनि। म टिभी हेर्छु, आई वाच टिभी। अब यसैलाई मैले टिभी हेरेँ भन्नु पर्यो। म टिभी हेर्छु भने नर्मल्ली म टिभी हेर्ने गर्छु भन्ने भयो। आई वाच टिभी। मैले टिभी हेरेँ भन्दा आई वाच्ड टिभी।
यसलाई चाहिँ प्रोनाउन्स गर्न सिक्नुपर्छ। WATCH हुन्छ भने पास्टमा भेटु बनाउँदाखेरि I watched 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 टिभी यसरी भनिन्छ। राम फुटबल खेल्छ। राम भनेपछि थर्ड पर्सन सिंगुलर हो, योसँग V5 हुने भयो। राम प्लेज फुटबल, राम प्लेज फुटबल, राम फुटबल खेल्छ। अब यसैलाई पास्टमा भन्दा रामले फुटबल खेल्यो भन्नुपर्दा राम प्लेड फुटबल यसरी भनिने भयो। हामी औषधि लिन्छौं भनेको कहिले